गरेर त्यो मिसिङ भएको फंक्सन चाहिँ पहिला निकाल्न पर्यो। त्यसको लागि यो त क्वेशनले दिएको कन्डिसन भयो जहाँ हामीलाई f(x) कति दिएको छ x - 2 दिएको छ। नर्मली हामीले नर्मल खाली क्वेशन आउँदा यदि f0 gx = समथिङ हुँदा यसलाई सजिलो तरिकाले गर्न मिल्थ्यो भने विद्यार्थी छुट्टीको ठाउँमा चाहिँ कहाँ हुन्छ भने एरिया चाहिँ x को ठाउँमा x + 3 आइदियो के गर्ने के 3 पनि जाइयो हैन त्यही छ। अब यो नर्मली हामी जे गर्थ्यौं त्यही गर्दै जाने हो र पछि मिलाउने हो। सो f gx + 3 = सेम छँदै छ। यसलाई हामीले जस्ट यसको वे अफ रिप्रेजेन्टेसनमा चाहिँ फरक हो, अरु केही पनि फरक छैन। अब नर्मली हामीले gx + 3 लाई a मान्ने गरेका थियौं, त्यसलाई पनि a मानेकै हो। सेम कन्डिसन सेम प्रोसेस। अब यो a लाई यहाँ रिप्लेस गरेर यो तिमीले हेर्दा यो क्वेशन गरे जस्तै सिम्पल फर्ममा आयो। अब f भन्ने फंक्सन के दिएको छ x हुँदा x छ। यदि तिमीले यहाँ क राख्छ भने के आउँछ क आउँछ। डोमेनमा जे छ त्यति राख्ने हैन र भने यहाँ x को ठाउँमा के आयो a - 2 = 6x - 9। अब यसबाट a = 6x - 9 यो 2 यतालाई के हुन्छ होला +2 यो गर्दा 6x कति आउने भयो -7 x + अब हामीले के सम्झिनु पर्यो भने क्लास 9 मा यस्तो खाली क्वेशन पढिया थियो। सेकेन्ड एक्सरसाइजमा यस्तो खाली क्वेशनहरु पढिया थियो। यसमा फेरि अब यसलाई के एकचोटी मान्न पर्यो। नमानिकन गर्छ भने पाइन्छ फेरि again x + 3 अघि a मानिसक्यो हुनाले हामीले b मान्न त के आपत्ति रहेन नि। b मानेपछि x को भ्यालु के आउने भयो b - 3 हो। यो भ्यालु यहाँ रिप्लेस गर। सो gb = gb राई होइन नि gb = यो यहाँ अलिकति हाम्रो पहिलाको ब्याचका बाबु नानीहरुले अलि भत्ता गरेको छ अहिले मेडमला। सो gb = 6 x को ठाउँमा के राख्ने होला b - 3 - 7 हो। सो gb = यो मल्टिप्लाई गर्दा 6b - 6 3 18 - 7 6b - यो गर्दा कति हुन्छ 18 - 7 -18 - 7 कति हो -27 के 11 हो 27 ह कति होला 25 राइट आन्सर भन्नु नि अब यो gx अब यो b को ठाउँमा के राख्नु पर्छ रे दबाडी b को ठाउँमा के राख्नु पर्छ रे लास्ट gx = 6x - 25 हो। यसरी चाहिँ हामीले के निकाल्न सक्छौं फंक्सन निकाल्न। यस्तो खाले कम्प्लिमेन्ट टाइपको कम्पोजिट फंक्सन आयो भने पनि यो निकाल्न सक्छौं। त्यसमा समस्या छैन। अब एकचोटी आइसकेपछि बाँकी निकाल्न केही पनि समस्या